फ्लपी त कम्प्युटरमा भयो रेडियोमा के हुन्छ त्यो जुन यो सिडी आउनुभन्दा अगाडि जसरी कम्प्युटरमा हामी फ्लपी युज गर्थ्यौँ त्यस्तै अडियोमा राख्ने गोलो होइन यत्रो चिप जस्तो हुन्छ कि त्यो चाहिँ जसरी तपाईँ हाम्रो सिडी आउनुभन्दा अगाडि फ्लपी थियो अनि फ्लपी आएकै टाइममा कम्प्युटरमा फ्लपी हुन्थ्यो अनि त्यो रेडियोको रेकर्डिङ स्टुडियोमा चाहिँ त्यो एउटा सानो चिप जस्तो हुन्छ के भन्छ नाम बिर्सेँ फ्लपी भने त्यही त भने त्यहाँबाट सुरु गरेको हामी पनि अलमोस्ट सबै हिस्ट्री बनिसकेको कस्तो राम्रो काम गर्नुहुन्छ यो चाहिँ दिस इज रियली गुड हिस्ट्री मान्छेलाई फ्ल्यासब्याकमा जान्छ 32 सालमा हामीभन्दा पहिला हो 50 वर्ष भयो हामी काठमाडौँ बल्ल बल्ल अलिअलि पैसा जम्मा गरेर त्यस्तो भयो लगन खेलको मार्केटतिर अनि त सर्ट वेभ त्यो मिडियम वेभ भन्ने चाहिँ त्यो गाउँमा पहिला लाउने चाहिँ अब योभन्दा त अझ पछि आएको यो हाम्रो बुवाहरूको जेनेरेसन पेजर होइन मैले पनि पेजर यो सबै हेरिराखेर के लाग्यो भने हाम्रो यो जेनेरेसन पनि नेपाली मिडियाको हिस्ट्रीमा लाइक 80% इतिहासमा चाहिँ हामी पनि साक्षरकार इलेक्ट्रोनिक टाइपराइटर यो पनि प्रयोग गरेर आएको छ अनि यो चाहिँ डाटा रिसिभरहरू अहिले नै वायर आयो अहिले इन्टरनेट आयो पहिला त के छ भने एपीको जुन गर्यो एपीको जुन ट्रान्समिट उनीहरू पठाउँथ्यो त्यो डाटा रिसिभर हो यो एपीको हो यो चाहिँ युएनआई हो प्रोसेस हुन्थ्यो नि शरीर छ त्यहाँ कलेजमा पनि पढाउँथ्यो कालोमा डार्क रुममा लगेर फोटो धुलाउने हाम्रो राजदूत धर्मको हाम्रो भैरव दाई चाहिँ 18 सालदेखि नै हो है सुरुदेखि नै हो राष्ट्रिय निर्देशन मन्त्री विश्वबन्धु थापा यो चाहिँ इन्ट्रेस्टिङ छ पहिलो समाचार राष्ट्रसङ्घले स्थापना गरेको समाचार दोस्रो समाचार चौथो हो क्या राष्ट्र सले छापेको पहिलो समाचार आफ्नै समाचार चाहिँ आफ्नै समाचार दोस्रो समाचार मन्त्रीले प्रायोरिटी होइन पञ्चायत त्यो पनि विश्वबन्धु थापा